हेलो साथीहरू, आज चाहिँ म यो लाइटलाई चाहिँ मोडिफाई गर्न गइरहेको छु किनभने यो लाइट चाहिँ अन अफ केही पनि हुँदैन र यसमा चाहिँ सामान पनि नपाइने भएकोले अरू नै सामान युज गरेर बनाउन पर्ने भएकोले यसलाई चाहिँ मोडिफाई गर्न गइरहेको छु। ल है त सुरु गरौँ। त्यसको लागि चाहिँ हामीलाई आवश्यक पर्छ एउटा मोबाइल ब्याट्री र चार्जिङ मोडुल। ल है त सुरु गरौँ। यो लाइटलाई चाहिँ खोलिसक्यो र यो ब्याट्री चाहिँ यसको कामै नलाग्ने भएको छ। यसको चाहिँ नि ब्याट्री काम लाग्दैन र यसमा भएको कम्पोनेन्टहरू पनि काम लाग्दैन र स्विच र पोर्ट चाहिँ युज गरेर चार्ज गर्ने र अन अफको लागि चाहिँ युज गरिन्छ। ल है त कनेक्सन गरौँ। यसको कनेक्सन चाहिँ यो पोर्टबाट आयो, भोल्टेज इनपुट प्लसको ठाउँमा प्लस र माइनसको ठाउँमा माइनस कनेक्सन गरिएको छ र ब्याट्रीको प्लसको ठाउँमा प्लस र माइनसको ठाउँमा माइनस कनेक्सन गरिएको छ। अनि यसको भोल्टेज आउटपुट एलइडीको लागि चाहिँ माइनस यहाँ कनेक्सन गरिएको छ र प्लस चाहिँ यहाँबाट यो स्विच हुँदै कनेक्सन गरिएको छ। अनि सोलरको लागि चाहिँ सोलरबाट उताडि आयो, प्लस यहाँ आयो र डायोड हुँदै यो पोर्टको प्लसमा कनेक्सन गरिएको छ र चाहिँ माइनस चाहिँ सिधै यही पोर्टको माइनस पोइन्टमा कनेक्सन गरिएको छ। ल है त यसलाई चार्ज गरेर हेरौँ है त। ल यसमा चाहिँ 5 भोल्ट पोर्ट कनेक्सन गरिएको छ जुन कि मोबाइलको चार्जरबाट आएको छ। यसरी चार्ज हुन्छ र सोलर पनि कनेक्सन गरिएको छ, सोलरबाट पनि चार्ज गर्न सकिन्छ यसलाई। ल यो लाइटलाई चाहिँ प्याक गरियो अनि सब सेटअप गरियो। यसमा यहाँ चाहिँ नि चार्जरको पोर्टको लागि यो पोर्ट युज गरिएको छ र डाटा केबल पनि यसकै लागि भनेर यो डाटा केबल मिलाइएको छ। मोबाइलको डाटा केबल लाई काटेर प्लस प्लस र माइनस माइनसको ठाउँमा कनेक्सन गरेर यो डाटा केबल मिलाइएको छ र यसलाई सोलरबाट पनि चार्ज गर्न मिल्छ। रातो बत्ती बोलेको छ।